सो गुड इभिनिङ सबैजना। अहिले 3-4 घन्टाको वक आवर्स अनुसार अहिले बजेको रहेछ 4:30 जति। हामीले आजको काम चाहिँ कहाँसम्म ल्याएर सक्यौँ भन्दाखेरि मेन टाइम चाहिँ यसमै लाग्यो। जुन चाहिँ यो पाइप पानीको होइन, यसमा चाहिँ यो तार हालेर यो पुरानै स्टाइलमा गरेको, किनभने पानी पस्छ नि त बाहिर खुल्ला छोड्दाखेरि चाहिँ। यो चाहिँ मेन पल्लो लाइनबाट, यो लाइनपट्टिबाट पुरानो जग्गाबाट जुन अर्थिङको वायर चाहिँ हामीले ल्याएर चाहिँ यसमा हालेको छौँ होइन, पाइपमा हालेको, किनभने यो खुल्ला ओपन स्पेसमा हुन्छ र चाहिँ सेफ्टी हुन्छ भनेर चाहिँ लगाएको छौँ। यो अर्थिङको ल्याइहालेको छौँ यहीँनिर। र जुन चाहिँ यो केबलको त अघि मैले भने यो मेन उयसको हो, मेन उयसलाई गर्ने। र यहाँसम्म पुगिसकेको छौँ हामी चाहिँ। पाइप अहिले चाहिँ पर स्टिल वक चाहिँ प्रोग्रेसमै छ होइन। अझै कति टाइम लाग्ने हो यहाँ अगाडि। यो पनि पाइप उता कनेक्सनै हो बत्तीको नै, यो चाहिँ होइन फेरि, यो चाहिँ मेन वाटरको सोर्स। हाम्रो यहाँ अगाडिको चाहिँ सिनेरियोहरू जस्तो छ घर वरिपरिको चाहिँ। इजेलिया पर्पल वाइट ड्याममै छ यहाँनिर। यसको माथिल्लोपट्टि चाहिँ मेन रोड। सो ल त गाइजहरू, किप वाचिङ होइन। म भिडियो आजै हाल्दैछु यसको होइन, बढाउँदैछु। ओके, लाइन चाहिँ यहाँ ल्याएको छौँ हामीले। सप्लाई चाहिँ अब यहीँबाट डिस्ट्रिब्युट गर्ने होइन। जुन चाहिँ एउटा त अर्थकै लाइन आइरहेको छ, एउटा चाहिँ पावरको लाइनहरू हो, जुन चाहिँ लाइट र करेन्ट सप्लाई दिने भन्ने यहाँ लगायो। पुरानो बेस चाहिँ पर थियो यता यो अगाडि मेन घरपट्टि। काम हाम्रो कन्टिन्यू नै छ अझै। यो चाहिँ मेन सप्लाई मिटर बक्सबाट हामीले दिँदैछौँ यसलाई होइन, उता सप्लाई गर्नको लागि पुरानो घरमा यहाँबाट सप्लाई दिँदैछौँ। यो चाहिँ रात परिसकिसक्यो पुरै है। निकै टाइम लाग्यो हामीलाई त्यो सोर्सहरू टाढो हुनुको कारणले गर्दाखेरि। सो हामी गरिरहेको छौँ अझै पनि। अब सेटअप हुन आँटेको छ मेन सप्लाईको लाइभ र त्यो अर्थको तार मात्रै जानु बाँकी छ सप्लाईको लागि। सो द गाइज यहाँ देख्नुहोस्, यो चाहिँ यता पहिलाको मेन सोर्स अघि फर्स्टको जग्गा देखाएको थियो नि, जुन चाहिँमा चाहिँ सबै सामानहरू थियो। यहाँको लाइट चाहिँ हाम्रो बल्यो पनि यतापट्टिको पुरानोपट्टिको हाउसमा होइन। यही त्यो पहिलाको लाइट हो। यहाँ चाहिँ यता चाहिँ फाल्टै छ, अहिले सोर्स दिनु बाँकी नै छ। यो कोठामा खोलिएछ, यस्तो छ, धुप्पीको काठहरू छ यहाँनिर चाहिँ, यस्तो छ पहिलाको कोठा। अब यतातिर पनि ल्याउनु पर्छ। लाइन त छ पहिलाकै, खालि अब सप्लाई दिनु भन्ने थियो नि त। बल्ब यहाँ पनि सोर्स नभएर मात्रै लाइट अन चाहिँ हुँदैन चाहिँ। यस्तै छ हो।